हेलो साथीहरु, गते फाइनल म्याच है त हुने रे म्याच भनेर हिजो जानकारी गराउनु पर्छ नि त। हेलो साथीहरु, हैन दुईटै साइड छ नि त हेर्ने। दर्शकहरु है त क्रिकेट हेर्न आएको फाइनल म्याच है त। ल मामाजी आउनुभयो है त। मामाजी दर्शन है त। छक्का तो 10 रुपियाँको यो खानुपर्ने भयो है। 1,50,000 को इनाम छ है त। भाइको युट्युब च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। म दिइसके सबैलाई बाँडिसकेँ र मेरो प्यारो भाइलाई पनि सपोर्ट गरिदिनु होला। किप इट अप। थ्याङ्क यू कोलपुर टुर्नामेन्ट। हेर्नु होला। थ्याङ्क यू माई डियर ब्रदर। थ्याङ्क यू। हेलो साथीहरु, सन्चै हुनुहुन्छ? तपाईहरुलाई स्वागत छ है त मेरो युट्युब च्यानलमा। म हुँ परवेश चौधरी। आज हैन साथीहरु, आज 20 गते फाइनल म्याच है त। थाहा छ नि तपाईहरुलाई, अस्ति 9 गतेबाट स्टार्ट भएको है त। 9 गतेदेखि 20 गतेसम्म हुने भनेको थियो। सो आज 20 गते है त। आज 20 गते आज चाहिँ फाइनल म्याच भइरहेको छ है त। सो आज चाहिँ फाइनल म्याच हेर्ने जाने तयारी भइसकेको छ है त। म चाहिँ कामबाट आएर नुहाइधुवाइ गरेर, हेर्नु अझै कपाल भिजेको छ, नुहाइधुवाइ गरेर फुल्ली रूपमा तयारी भइसकेको छु है त। सोचिरहेको छु के लगाऊँ भनेर, पलङ लगाऊँ कि कुर्सी लगाऊँ कि गुन्द्री लगाऊँ है त म्याच हेर्नुको लागि आरामदायी तरिकाले। पलङ लगे त त्यसमा चाहिँ आरामदायी तरिकाले हुन्छ है त। सुतेरै हुन्छ हेर्ने, तर पलङ यसो गरुङ्गो हुन्छ। के लाग्नु, कुर्सी लगाएर जानुपर्छ। कुर्सी लगाएर आरामदायी तरिकाले म्याच हेर्नुपर्छ है त साथीहरु, बिन्दास तरिकाले है त। तपाईहरु पनि आउनु होला है त म्याच हेर्न। एकदमै रमाइलो भइरहेछ है त। कोलपुर एरियामा पहिलोचोटि भएको है त हाम्रो यहाँ, अनि एकदमै रमाइलो हुन्छ। वृद्धदेखि लगाएर बच्चासम्म आउँछन् है त म्याच हेर्न। एकदमै रमाइलो हुन्छ। अनि जस शीतलो हुन्छ यहाँ घरमा। अहिले गर्मीको मौसम छ नि त। सो गर्मीको मौसममा घरमा भन्दा त्यहाँ टक्क अब माइन्ड फ्रेस पनि हुन्छ है त। दिनभरि मान्छेहरू यताउता बिजी हुन्छन्, माइन्ड त्यो बोर भयो हुन्छ है त। खानासाना खाएर टक्क अनि म्याच हेर्यो रमाइलो हुन्छ है त। अब त्यसमा म्याच हेर्न आउने अब साथीभाइहरू पनि ठ्याक्क भेटघाट पनि हुन्छ है त। अनि हुँदैन नि त अरू त्यसो साथीलाई भेट्न जाउँ भन्ने। अब साथीको फुर्सद नहुनसक्छ, मेरो फुर्सद नहुनसक्छ। अब टक्क साथीले पनि उसलाई पनि हुन्छ नि त। सबैलाई हुन्छ क्या, मान्छे सबैलाई हुन्छ फ्रेस हुन, माइन्ड फ्रेस गर्न, सबैलाई रमाइलो मनपर्छ है त। सो त्यहाँ एकदमै रमाइलो हुन्छ। त्यहाँ म्याच हेर्न सबैलाई मनपर्छ है त। कोही कोहीलाई चाहिँ मन नपर्ला क्रिकेट है त। म त त्यति क्रिकेट बुझ्दैन, तर पनि यही नजिकै भइरहेछ नि त म्याच, जानु पर्यो। अलिअलि त बुझ्छु, धेरै नबुझे पनि है त। त्यति भए पनि कसले जित्यो कसले जितेन के भइरहेछ त्यति चाहिँ काफी छ है त। सो साथीहरु तयारी फुल्ली है त। यही कुर्सी लगेर जाने हो म त है त, जान लाग्यो है त। भाइ पनि छ है त। भाइ चाहिँ अघि नै गएको थियो, अनि पछि मैले कल गरेको है त। अनि चाबी दिन आएको है त। म चाहिँ कामबाट आएको, अनि फेरि चाहिँ भाइ चाहिँ गइहाल्यो है त। म चाहिँ नुहाउन लाग्यो। नुहाइधुवाएर चाहिँ म चाहिँ रेडी भइसकेको छु है त। र म पनि अब जान लाग्यो त हेर्न।
ठिक साँझ 7:30 बजेदेखि सञ्चालनमा हुने जानकारी गराउन चाहन्छु र भोलि फाइनल खेल भेरी अगर स्पोर्ट्स क्लब भर्सेस युनाइटेड प्रिजन क्रिकेट क्लब हुनेछ। साथीहरू आज फाइनल म्याच नहुने रे। आज प्राविधिक समस्याले आज नहुने रे फाइनल म्याच। भोलि 21 गते हुने रे है त। छोरहरू पहिल्यै जानकारी गराउनु पर्छ नि त। मान्छेले कहाँदेखि के आफ्नो तयारीमा आउला नि त। अहिले पो भन्छ है त प्राविधिक समस्याले आज चाहिँ नहुने रे म्याच भनेर। हिजो जानकारी गराउनु पर्छ नि त। भोलि हुँदैन पर्सि हुन्छ भनेर। त्यत्रो मान्छे आछन् है त उता हेर्नलाई। हेलो साथीहरू हैन, हिजो म्याच हैन भएन है त। हिजो 20 गते म्याच हैन, के प्राविधिक समस्याको कारणले हिजो चाहिँ म्याच भएन है त साथीहरू। सो आज चाहिँ 21 गते म्याच भइरहेछ है त। 7:30 बजे हुन भने 7:30 बजेदेखि स्टार्ट हुन भनेको है त। 8:30 भइसक्यो, म्याच चाहिँ सुरु भइसकेको छ है त। म चाहिँ भर्खर कामदेखि फर्किँदैछु है त। म भाइलाई चाहिँ भनिसकेको छु भाइ आऊ फिल्डमा भनेर। म भाइलाई चाहिँ फिल्डमै भेट्ने छु है त। अनि म्याचले गर्दा अब एकैचोटि म्याच सकेपछि खानाहरू बनाएर खाने हुन्छ है त। खाना अहिले बनाएर खायो भनेपछि ढिलो भइहाल्छ है त। उही त 1 घन्टा ढिलो भइसकेछ है त साथीहरू। न्यू रोड है त यो। अनि यहाँ यो हो है त व्यापार मेला लाग्ने ठाउँ है त। यहीँ क्रिकेट भइरहेछ है त। स्टार्ट भइसकेको छ क्या हो। अझै मान्छे सब मान्छे काममा आफ्नो काममा व्यस्त भएर आजभोलि छिट्टै 7:30 8 बजी हाल्छ है त। 7:30 बजे त सूर्य डुब्छ। सो अझै मान्छेहरू धेरै अहिले आछन् मान्छेहरू, तर अझै धेरै छैनन् है त। अहिले 9:30 बजेतिरसम्ममा बहुत धेरै हुन्छन् है त। फाइनल गेम स्टार्ट भइसक्यो दाइ कि त्यतिकै खेलायो अहिले? यो स्टार्ट भइसक्यो। अच्छा, स्टार्ट भइसक्यो है त फाइनल गेम। रहेछ त दुईटै साइड छ नि त हेर्ने। दर्शकहरू है त क्रिकेट हेर्न आएको फाइनल म्याच है त। फाइनल म्याच हेर्न आएको है त दर्शकहरू। म भाइ भतिर जाँदैछु है त। एक्लै मजा आउँदैन त हुटिङ गरिन, भाइहरू उता छन् त। हान्यो, छक्का हान्यो है त। ल है यतातिर छक्का हान्यो है त। ल छक्का हान्यो। ल मामाजी आउनुभयो है त। मामाजी दर्शन है त, दर्शन। ओ मामाजी गुरुबा हान ल।
Punya lagi Sensara. Rufus Kurnico jadi batting गर्दैछ भने युनाइटेड भिजन क्रिकेट क्लबको लागि किरानीको ओभरमा महत्त्वपूर्ण 4 विकेट गुमाएको छ। राम्रो बोलिङ आकाश विजद्वारा छक्का हान्यो त क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चौरको पनि आगमन भएको छ। केन्द्रीय सदस्य विक्रम बिष्ट केएल सुदूरपश्चिम प्रदेशका छक्का ल छक्का हान्यो है छक्का हानिहाल्यो फाइनल भनेर टन्नै आहान है त हेर्नेहरू मान्छेहरू सब वरिपरि पुरा मान्छे छन् है त। फेरि छक्का मेरो भान्जा है त मेरो भान्जा र मसँग शूटिंग कर रहा है क्रिकेट हेर्न हाम्रो कालु भान्जा पनि आउनुभयो पछाडि हुनुहुन्छ भिनाजु है त उता पछाडि भिनाजु दिदी अन्तै उता हुनुहुन्छ है त। ल साथीहरू होइन चिसो चिज नखाम भनेको पैसा चेन्ज त्यहाँ दाइसँग रहेनछ है त सो 10 रुपियाँको यो खानुपर्ने भयो है त। खाइदिउँ न आज घाँटी चाहिँ नहोस् हामी घुम्दै रमाउँदै
प्रतियोगिता 2082 पावर बाई बाहुबली सिमेन्ट र प्लेयर अफ द सिरिजको पार्टनर रहेको छ टिभी साइकल सेन्टर कलपुर। फर्स्ट हुनेलाई 1,50,000 को इनाम छ है त। सेकेन्ड हुनेलाई गाडीको बल हवाई पार गरेका थिए, उचाइको पाएको थिए, बलले त्यसले दूरी पाएको थिएन र अर्को झड्का लागेको छ यो बीसीसीलाई मेहबुब आलमको रूपमा। र प्लेयर अफ द म्याचको पार्टनर रहेको छ केआइसी कन्सल्टेन्सी नेपालगञ्ज। इन्टरनेट पार्टनर वन लिंक ट्रेडर पार्टनर QFX सिनेमाज। फूड पार्टनर ईस्ट आइलैंड्स। क्लोथिंग पार्टनर श्रेष्ठ कट तथा टेलरिङ सेन्टर कलपुर। साइकल त खतरा छ। हेल्थ केयर पार्टनर मैले टाटा कलपुर डेन्टल हस्पिटल। यस्तै साइकल छ। ड्राइभर्स पार्टनर ओम शिव शक्ति सप्लायर्स कलपुर। ब्रडकास्ट पार्टनर खबर एन्ड लाइभ। अन्य स्पोन्सरहरू आफ्ना क्लोथिङ वेयर कलपुर। साइकल भगेश्वर एकाडेमी कलपुर 10 छटार सनराइज। पुरा राउन्ड हानिदिइरहेको छ है त। हामीलाई उता लबरहरू त्यहाँ बस्ने है त। क्याच गर्यो है त, क्याच गर्यो ल कुकुर पनि आएछ हेर्न है त।
सब्सक्राइब गरिदिनु होला मेरो भाइको युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। मेरो पनि मेकअप उत्रिसकेको छ, म जाँदैछु। गिफ्ट ह्याम्पर धेरै ल्याएको थिएँ, दिइसकेँ, सबैलाई बाँडिसकेँ र मेरो प्यारो भाइलाई पनि सपोर्ट गरिदिनु होला। किप इट अप। थ्याङ्क यू कोलपुर टुर्नामेन्ट, थ्याङ्क यू। आजबाट फाइनल सकिँदैछ, धेरै धेरै धन्यवाद। एक्सप्लोर नेपाललाई पनि हेर्नु होला। थ्याङ्क यू माई डियर ब्रदर, थ्याङ्क यू दाइ। जाउँ है त, धेरै रमाइलो भयो दाइसँग नि। पुरस्कार वितरण कार्यक्रम होला त अब गोटीलाई देख्दैन, उता जानुपर्छ है त। यहाँ बोर्डलाई देख्यो होइन, काँटे देखिन्छ कि अब नि राम्रोसँग देखिन्न, अलि अगाडि जानुपर्छ। अब पुरस्कार वितरण कार्यक्रम हुन्छ है त। Bye.
व्यस्त समयका बावजुद त्यसै कोलपुर नगरपालिकाका हाम्रा आदरणीय नगर प्रमुखज्यू मञ्चमा हामीले पहिल्यै नाम बोलाइसकेका पार्टीका आदरणीय नेतागणज्यू एक मान्छेको ठाउँ कुर्सी लगम ल साथीहरू पछाडि देख्न सक्नुहुन्छ है त अहिले चाहिँ कोलपुर टिमले जितेको छ त्यसको लागि सम्मान कार्यक्रमहरू अनि थोरै भाषणहरू हुँदैछ है त त्यसपछि पुरस्कार वितरण कार्यक्रम हुन्छ है त राति धेरै भइसकेको छ है त 11:30 हुन लागिसक्यो है त अब हामी दिदी भिनाजु भान्जाहरू चाहिँ गइसक्नु भयो अब म पनि घर जाँदैछु है त साथीहरू।